होइन चेक बाउन्स भनेको के हो यसको यसको यो भित्रको अपराध हो कि यो होइन चेक बाउन्स लाग्यो भन्छ होइन यो के हो कसरी हुन्छ यस्तो हो क्या अब यो यस्तो भयो यो चेक बाउन्स चाहिँ कस्तो भने अपराध भन्दा पनि कहिलेकाहीँ चाहिँ दुईवटा हुन्छ क्या कस्तो क्राइम गर्ने मान्छेहरू भनौँ न जो चाहिँ अब चेक बाउन्समा इन्भल्भ हुने मान्छेहरू दुईवटा हुन्छ क्या एउटा इन्टेन्सफुल्ली विलफुल हुन्छ होइन अर्को चाहिँ नचाहँदा नचाहँदै पनि हुन्छ क्या आजभोलि चाहिँ के छ भने 3 चोटिसम्म चेक हालिसकेपछि त्यो मान्छेको इन्सफिसियन्ट फन्ड आयो भने उनीहरूलाई त्यो चेक जसले पायो उसलाई पनि के फ्यासिलिटी भयो भने तेस्रो चोटिसम्म पैसा आएन भने चाहिँ अब उहाँहरूले चाहिँ त्यसलाई बाउन्समा हाल्दैन पाउनुभयो त्यो पार्ट पनि भयो होइन तर त्यस्तै भनौँ यो नियम बनाएको चाहिँ कस्तो भने कसैले चाहिँ तपाईँलाई तिमीलाई मैले कुनै पैसा दिन्छु होइन अब त्यो दिन्छु भनेर नदिएको बिल्स अब रिसिभेबलको बिल्स टुज त हो नि चेक भनेको त होइन अब त्यो इन्स्ट्रुमेन्ट त हो नि एक्सचेन्ज इन्स्ट्रुमेन्ट त हो नि तिम्रो तिर्नुपर्ने रिसिभेबल पेएबल इन्स्ट्रुमेन्ट हो होइन चेक भनेको अनि त्यो चेकको आधारमा चाहिँ मैले तिमीलाई दिन्छु भनेर दिएन भने कोही फटानै नेचर गर्ने मान्छे होइन इन्टेन्सन वाइज नै गलत गर्ने मान्छेलाई चाहिँ चेक बाउन्स गरेर अब लगेर भनौँ न इन्टेन्सन फुल नै त्यो दुःख दिने खोजेको मान्छेलाई चाहिँ चेक बाउन्स गरेर लगेर थुनेको अपराधै हो त्यो होइन उहाँलाई गर्नुपर्ने सजाय पनि हो तर मैले आजभोलि पाइरहेको चाहिँ चेक बाउन्स पनि कस्तो भइदियो भने कोही मान्छे चाहिँ राम्रै कारोबार गरिरहेछ